आज हामी तनहुँ जिल्लाको एउटा गाउँ सम्झुर यसबारे अलि गहिरिएर कुरा गरौँ है त। हुन्छ। सम्झुर गाउँ हामीसँग यसको एउटा प्रोफाइल जस्तो छ जसले यहाँको जीवनशैली वातावरणबारे केही जानकारी दिन्छ। ठीक हो। हाम्रो लक्ष्य चाहिँ कस्तो ठाउँ रहेछ त यो, भौगोलिक अवस्था, मान्छेहरूको जीवन विशेषताहरू अलि नजिकबाट बुझ्ने हो क्या। ए राम्रो। एउटा सुरुमै रोचक कुरा के छ भने यो गाउँ समुद्र सतहबाट करिब 916 मिटर उचाइमा रहेछ। ए हो र, 916 मिटर भनेपछि त मौसम त पक्कै शीतल र रमाइलो हुन्छ होला नि। हो नि, त्यसैले हावापानी एकदमै रमाइलो हुन्छ भन्ने कुरा छ। ल अब यसको बारेमा अझै कुरा गरौँ न त। गरौँ। जानकारीमा के छ भने यो गाउँ भानु नगरपालिकामा पर्छ। ए भानु नगरपालिका। दमौली बजारबाट पूर्व उत्तरतिर। ए दमौलीबाट पूर्व उत्तर भनेपछि अलि भित्रै पर्यो है। हो, अनि यो ठूलो बस्ती चाहिँ होइन रहेछ, जम्मा 50 घरधुरी जति मात्रै। सानो गाउँ रहेछ, 50 घरधुरी, अनि जनसङ्ख्या पनि त्यस्तै 200-250 को हाराहारीमा होला हैन त? त्यही अनुमान गरिएको छ। त्यो उचाइको कुरा गर्नुभयो नि, 916 मिटर, यो त महत्त्वपूर्ण भयो। यसले गर्दा हावापानी शीतल त हुने नै भयो। हो, त्यो त सुरुमै कुरा भयो नि। अनि यसले गाउँलाई एउटा छुट्टै शान्त ग्रामीण के भन्छन् चरित्र दिएको छ। तराई वा बेसीको गर्मी भन्दा फरक एउटा प्राकृतिक शीतलता पाइने भयो। हो, त्यो आफैमा एउटा आकर्षण हुन सक्छ है। एकदम, त्यो छुट्टै परिवेश नै हुन्छ नि त। अब यहाँका मान्छेहरूको गुजारा चाहिँ कसरी चल्छ त? स्रोत भन्छ कृषि नै प्रमुख पेशा हो। उनीहरू मकै, आलु, कोदो अनि विभिन्न किसिमका तरकारीहरू उत्पादन गर्छन् रे। ए, कृषिमा आधारित जीवन। तर सबैजना कृषिमा मात्रै पनि छैनन् क्यारे। केही युवाहरू चाहिँ रोजगारीको लागि शहर वा विदेशतिर पनि लागेका छन् भन्ने छ। हो, यहीँनिर त्यो मिश्रण देखिन्छ के। एकातिर परम्परागत कृषि जीवन छ हैन, अर्कोतिर बाहिर जाने चलन पनि। यसले त गाउँको सामाजिक आर्थिक संरचनामा पक्कै असर पारेको छ। मतलब अवसरको खोजी पनि हो, सायद स्थानीय स्तरमा अवसर कम भएर पनि होला। हो, त्यो आधुनिकीकरणको दबाव भन्न मिल्ला नि है। त्यसैको सानो संकेत हो भनौँ न। पूर्वाधारको कुरा गर्दा बिजुली चाहिँ पुगेको रहेछ, त्यो त राम्रो कुरा भयो। हो, बिजुली पुग्नु त आधारभूत विकास भइहाल्यो नि। अनि एउटा प्राथमिक स्कुल पनि छ रे। प्राथमिक तहको मात्रै? ए, भनेपछि त अलि माथिल्लो कक्षा पढ्न त गाउँ छोड्नुपर्ने बाध्यता भयो नि हैन र? होला, त्यसले पनि त युवाहरू बाहिर जानलाई एक किसिमले प्रोत्साहन गर्छ होला। अनि सडकको पहुँच चाहिँ अझै चुनौतीपूर्ण नै देखिन्छ क्यारे। स्रोतमा